नमस्कार, मेरो नाम चाहिँ सुदीप अधिकारी। साथीहरू, हामी चाहिँ आज हाम्रो गाउँको एकदम रमाइलो ठाउँ नाङ्गे डाँडा घुम्न जान लागिरहेको छौँ। अब नाङ्गे डाँडाको दृश्यहरू चाहिँ हामी उता गएर राम्रोसँग देखाउँछौँ तपाईहरूलाई। ल साथीहरू, हामी चाहिँ यहाँ बाटोमा 5 जना साथीहरू भेट भएको छौँ होइन। हामी चाहिँ अब सबैजना एकैचोटि घुम्न जानलाई रेडी भएर अब हिँड्न लाग्छौँ यहाँ। ल आज घुम्नको लागि पनि एकदम रमाइलो छ ठाउँहरू। हेर्नुहोस् यतातिर साह्रै पुरै क्लियर देखिरहेको छ, हरियाली मौसम होइन, पुरै क्लियर छ आजको दिन चाहिँ। हामीसँग आज यहाँ राजकुमार गेमर पनि हुनुहुन्छ। उहाँलाई केही शब्द बोल्नलाई यता क्यामेरालाई यता तेर्साइदिउँ एकचोटि। धन्यवाद सुदीपजी। हाम्रो मेन उद्देश्य भनेको चाहिँ न्यू ठाउँहरूको एडभेन्चर गर्नु हो होइन। हो साथीहरू, यहाँ चाहिँ बबाल गर्मी छ होइन, त्यसले चाहिँ हामीले चाहिँ स्प्राइटहरू अलिअलि स्न्याक्सहरू चाहिँ अनि लिएर आएको छौँ यहाँ होइन। अब एकछिन पछिको जानकारी देखाउँदै गर्दा तपाईँहरूलाई हामी चाहिँ अब नाङ्गे डाँडा पुग्नलाई थोरै मात्रै ठाउँ बाँकी छ। थोरै पैदल हिँडिसकेपछि चाहिँ हामी अब नाङ्गे डाँडा प्रवेश गर्छौँ। आज घुम्न जानलाई चाहिँ एकदम राम्रो दिन परेको छ साथीहरू होइन। केलाई ताक्नु भएको तपाईँले? बाँदरलाई। बाँदरले हैरान बनाएको छ है। मकै जम्मै खान्छ। बाँदरले मकै खाएर गुलेली देखाएपछि भाग्छ। सर तपाईँको बन्ध्याकरण गर्ने कहाँसम्म पुग्यो प्रोसेस? हाम्रो यहाँतिर धेरैले सन्तान जन्म आएर यहाँ घरै उजाड गरिदियो, छिटो गर्नुहोस्। फाइनली गाइज हामी चाहिँ नाङ्गे डाँडाको अलिकति तल्लोपट्टि राणा चौतारा भन्ने ठाउँमा आइसकेको छौँ होइन। यहाँ चाहिँ हामी सानो बेलामा एकदम घुम्नलाई आइरहन्थ्यौँ अनि यतातिर यो बोट बिरुवाहरू सबैमा चढेर हिँड्थ्यौँ। यहाँ चाहिँ चौतारै छ क्या गाइज, एकदम शीतल हो होइन। प्रकृतिले दिएको एकदम शीतल आनन्दको ठाउँ छ यो चाहिँ गाइज। यहाँ चाहिँ अब यो पिपलको बोट भयो, यो बरको बोट भयो, यता स्वामीको बोट छ, आँपको बोट छ, कदम खाने भयो कदमको बोट छ यहाँ चाहिँ होइन। सबै चाहिँ एकदम राम्रो यहाँ प्रकृतिले दिएको ठाउँ हो यो चाहिँ। सानोमा यता चिप्लेटी खेल्ने भयो नि छ गाइज होइन। चिप्लेटी खेल्ने यहाँ रमाइलो गर्ने ठाउँ एकदम रमाइलो छ यहाँ चाहिँ। सबैजना घुम्न आउनु होला, भिजिट गर्नु होला। अहिले चाहिँ हाम्रो चाहिँ यहाँ माथि अहिले सानो रिसोर्ट जस्तो एउटा पसलको पनि व्यवस्था भएको छ। अब एउटा पानीको चाहिँ व्यवस्था अलिकति छैन यहाँ होइन, पानीको चाहिँ व्यवस्था गर्नुपर्ने छ। अरू चाहिँ एकदम अहिले पहिलाको हेरेर चाहिँ एकदम राम्रो छ अहिले चाहिँ। गाइज हाम्रो चाहिँ यहाँ पहिला हामी सानो बेलामा खेल्थ्यौँ होइन, अहिले चाहिँ अलिकति सक्दैनौँ हामी। तर भाइहरू जाँदैछ यता यो पुरै हिँड्दै हामी चाहिँ हात नसमातिकन हिँडेर वारीबाट पारीसम्म पुग्यौँ गाइज होइन। यहाँ चाहिँ भाइहरूले ट्राई गर्दैछ, हेरौँ अब के हुन्छ। सायद यो भाइले सक्छ होला, किनकि यो भाइ गाउँ ठाउँमा हुर्केको मान्छे हो। उक्लिँदैछ भाइ बिस्तारै। हामी चाहिँ यहाँबाट हिँडेर त्यहाँसम्म पुग्यौँ, यहाँ उल्टी पनि हान्थ्यौँ हामीले पहिला। तर अहिले चाहिँ अलिकति ज्यान ठुलो भएर अलिकति नसक्ने स्थिति छ। बिस्तारै जाऊ भाइ, आनन्दले सकिन्छ ढुक्कसँग, सजिलो छ बोट। यसरी हिँड्दै जान्थ्यौँ गाइज अनि त्यहाँ गरेर पुरै साइसोले खेल्दिनु क्या यसरी। यो चाहिँ आँपको बोट हो गाइज, यो चाहिँ आँपको बोट हो होइन। यहाँ चाहिँ हामी पहिला उल्टी सुल्टी हान्थ्यौँ, तर भाइ चाहिँ अब के गरेर हामी दृश्य अवलोकन गरौँ। हेर्नुहोस् साथीभाइहरू, हाम्रो भाइ चाहिँ पुरै अब त्यो रुखबाट हम्फालिदिइसकेको छ होइन। हाम्रो भाइहरू चाहिँ फेरि यहाँ पुरै बाँदरलाई पनि च्यालेन्ज दिने खालको छ क्या। जस्तो रुखमा पनि फुतफुत उक्लिने अहिले एकछिनपछि स्वामीको बोटमा पनि चढ्न सक्छ भाइ। गाइज यहाँको हरियाली र यहाँको बोट बिरुवाहरूले हाम्रो मन तानेर हामी चाहिँ माथि उमो लाग्न लाग्यो। फाइनली गाइज हामी चाहिँ नाङ्गे डाँडा आइसकेको छौँ होइन। अब हेर्नु होला यहाँको दृश्य सबैतिर। अब हाम्रो भिडियोमा आउँछ, सबैजनाले हेरेर प्रतिक्रिया दिनु होला हाम्रो ठाउँको। हाम्रो भाइ चाहिँ रुखमा चढ्दैछ होइन, चप्पल लाएर फेरि ओ माई गड ओ मङ्की सिस्टममा चढिदिन्छ क्या फेरि हाम्रो भाइहरू चाहिँ। फेरि गाउँै डेन्जर क्या हाम्रो भाइहरूको चाहिँ। अलिकति चढ्नु कस्तो फिल भइरहेको? मलाई चाहिँ अब म चाहिँ मान्छेको पुर्खा बाँदर भन्थेँ होइन, तर नभन्दै हो रहेछ होइन। 1 सेकेन्डमा टुप्पा पुगिदिन्छु म, त्यस्तो स्पिड हो क्या ममा। कहिले गर्न सक्दैन। मसँग चाहिँ अनौठो प्रतिभा छ, त्यही कारणले मसँग अनौठो शक्ति पनि हो। देखाइदिनुहोस् फेरि देखाइदिनुहोस्। ल हेर्नुहोस् गाइस, अब उहाँ चाहिँ अब सिधै माथिरै पुग्न सक्ने सम्भावना छ। फाइनली गाइस भाइले चाहिँ अब यहाँ उल्टी हान्दैछ होइन। यो भाइसँग चाहिँ अनौठो कलाहरू छ। भयो भाइ ल
ल गाइज हाम्रो चिप्लेटी चाहिँ यही हो होइन यहाँ एकदम रमाइलो हुन्छ यस्तो हो चिप्लेटी चाहिँ गाइज यहीँनिर झाडीमै नि मैले राखेर गएको